के तपाईँ विदेशमा नेपालको जस्तै गुणस्तरीय एमबीबीएस पढाइ हुने विश्वविद्यालयको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रो आफ्नै नेपाली प्रसिद्ध तथा अनुभवी डाक्टरहरूद्वारा स्थापना गरिएको उत्कृष्ट विश्वविद्यालय आज हामीले हजुरहरूसम्म लिएर आएका छौं। अब सेन्ट्रल एसियामा अवस्थित एसिया इन्टरनेशनल युनिभर्सिटीले तपाईको ए ग्रेड डाक्टर बन्ने सपना पूरा गर्नेछ। आजको विश्वको माग र उच्च प्रतिस्पर्धालाई चाहिने उत्कृष्ट डाक्टर यो विश्वविद्यालयले उत्पादन गर्नेछ। VR, AI जस्ता आधुनिक प्रविधि सँगसँगै क्लिनिकल अभ्यासलाई समेत ध्यानमा राख्दै भोलिको आवश्यकता र आजको वास्तविकतालाई मध्यनजर गर्दै विश्वमै उत्कृष्ट नतिजा निकाल्ने संकल्पका साथ AIU अघि बढ्दैछ। AIUले नेपाली विद्यार्थीलाई विशेष गरी लक्षित गर्दै आर्थिक पक्षलाई समेत भार नपर्ने गरी उच्च गुणस्तरको शिक्षा दिँदै उत्कृष्ट डाक्टर बनाउन जोड दिएको छ। हाल थुप्रै नेपाली विद्यार्थीहरूले यही अवसरको फाइदा उठाई आफ्नो डाक्टर बन्ने सपना पूरा गरिरहेका छन्। नमस्ते, म डाक्टर कृष्ण बडाल। नमस्कार, मेरो नाम नम्रता शर्मा हो। नमस्ते, आई एम डाक्टर रवि। हेलो, नमस्ते, आई एम मीना। नमस्कार, म डाक्टर किशन भण्डारी। हाल एसिया इन्टरनेसनल युनिभर्सिटीमा एज अ डिन कार्यरत छु। एसिया इन्टरनेसनल युनिभर्सिटी हामीले चाहिँ नेपालको स्ट्यान्डर्ड अनुसार या साउथ एसियाको स्ट्यान्डर्ड अनुसार हामीले सम्पूर्ण व्यवस्थाहरू मिलाएर यहाँ चाहिँ एकदमै क्वालिटी एजुकेसन, मेडिकल क्वालिटी एजुकेसनको लागि निरन्तर हामी यहाँ कोसिस गरिरहेको छौँ। किन एसिया इन्टरनेसनल युनिभर्सिटीमा हाम्रो नेपाली स्टुडेन्टहरूलाई लिएर आउने भन्ने कुरामा एक यहाँ टिचर्सहरू धेरैजसो नेपाली प्रोफेसर्स हुनुहुन्छ। त्यही भएर नेपालीहरूलाई चाहिँ सजिलो महसुस पनि हुन्छ। यहाँको हस्टेल भन्नुपर्दा एकदमै राम्रो हस्टेल छ। खाना पनि नेपालीहरूलाई खान मिल्ने इन्डियन स्टाफको, इन्डियन कुकहरू नै हुनुहुन्छ। यसमा पढाइ सबभन्दा ठुलो हामीले चाहिँ टिचिङ हस्पिटल, मणिपाल हस्पिटल, इन्डियाको एम्स र पाकिस्तान मेडिकल बोर्ड अनि बङ्गलादेश मेडिकल बोर्डको सिलेबस मिलाएर एउटा बनाएको छौँ, ताकि हाम्रो स्टुडेन्टहरू पछि आफ्नो देशमा गएर जब लाइसेन्सिङ एक्जाम दिन्छन् एकैचोटि उत्तीर्ण हुन् र राम्रो डाक्टर बन्नुन् भनेर हामीले चाहिँ हाम्रो नेपालीहरू धेरै ठाउँमा जानु र पढाइ बिगारेर आउनुभन्दा हामीले नै किन कोसिस नगर्नु भनेर हामीले यहाँ सुरु गरेका हौँ। हाम्रो अभिभावकहरूलाई के रिक्वेस्ट छ भने जहाँ कुनै पनि विदेशमा जानु नानीहरूलाई पठाउनुभन्दा पहिला विदेशमा बुझ्नुहोस्, सबभन्दा पहिला पढाइ कस्तो छ, कस्तो माहौल छ, कतिको सेफ छ। त्यो कुरामा उज्बेकिस्तान, बुखारा एकदमै सेफ छ। हामी सबैलाई आफ्नै बच्चा जस्तै राम्रोसँग राखि नै राखेका छौँ, राख्ने पनि छौँ। तपाईँहरूले 6 वर्षपछि कन्फिडेन्स साथ डाक्टर बन्नुहुन्छ। त्यसमा हामीलाई पूर्ण विश्वास छ कि संसारको जुनै पनि कुनामा तपाईँहरू जानुभयो भने एकदम ए ग्रेडको डाक्टर चाहिँ तपाईँहरू बन्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ। यहाँ हामीले फर्स्ट इयरदेखि नै हाम्रो विद्यार्थीलाई चाहिँ हस्पिटल पोस्टिङमा पनि विशेष ध्यान दिएको छौँ। हाम्रो एसिया इन्टरनेसनल युनिभर्सिटीमा धेरैवटा हस्पिटलहरू एफिलिएटेड छ, जुन यो सिटीको चारैतिर कुनामा छन्। मोड अफ टिचिङ चाहिँ इङ्ग्लिस, टोटल इङ्ग्लिसै हो र सिलेबस इज टोटली इक्विभ्यालेन्ट टु एम्स र हाम्रो एनएमसी नेपालको गाइडलाइन अनुसार हामी मिलाएर बनाएका छौँ। क्वालिटी टप नच हुन्छ र अफोर्डेबल प्राइसमा हुन्छ। धेरै अरू देशको मान्छे डाक्टर बनायौँ, नलेज दिएर पठायौँ, उनीहरूले राम्रो गरिरहेको छन्। अहिले आफ्नै देशको मान्छेले पनि गर्नु पर्यो, किनकि भोलिपल्ट आएर नेपालमा फर्केपछि उनीहरूले जुन नेपाली नैलाई नै ट्रिटमेन्ट गर्ने हो, त्यही भएर चाहिँ राम्रो नलेज दिएर आओस् भन्ने। पढाइको क्रममा पनि कुनै पनि कन्फ्युजन भएको कुराहरू छ, त्यो नेपालीमा एक्सप्लेन गर्ने इन्भाइरोमेन्टहरू पनि प्रोभाइड गरिरहेका छौँ। लाइक नेपाली स्टुडेन्टलाई देखिसकेपछि वी आर रियली सो ह्याप्पी टु सी देम। सो होप उनीहरूलाई पनि त्यस्तै लाग्यो कि नेपाली फ्याकल्टी छ भनिसकेपछि दे फिल अ लिटल बिट मोर सेक्योर, अ लिटल बिट मोर फ्रेन्डली, अ लिटल बिट मोर ह्याप्पियर। हाम्रो यहाँ टिमले जसरी पढाइरहेछ, टिमले जसरी ह्यान्डल गरिरहेछ, म्यानेजमेन्ट गरिरहेछ, मलाई लाग्दैन कि यो कुनै पनि संसारमा बच्चाहरू गइरहेछन् यत्तिको फ्यासिलिटी, यत्तिको राम्रो एजुकेसन र क्वालिटी छ। एसिया इन्टरनेसनल युनिभर्सिटी आउनुहोस्, पढ्नुहोस्, अनि हामी ग्यारेन्टी दिन्छौँ कि तपाईँहरूलाई ए ग्रेडको डाक्टर हामी बनाउँछौँ।